हेलो साथीहरू नमस्ते। म आज पनि नयाँ मिनी ब्लग लिएर आइसकेको छु। आज चाहिँ शनिबार मेरो सानोको चाहिँ बिदा थियो कि अफिस, अनि त्यही भएर चाहिँ आज हामी धेरै भयो थियो घुम्न नगएको। ल आज घुम्न जाऊँ न त भनेर प्लान गराएको है। यो वाटरफल इको रिजोर्ट हो कि अहिले पोखरामा नयाँ खुलेको छ। हजुरहरू पनि जानुभएको छैन भने जानु होला। तर है आज हामी जाँदा बाटोमा यति दुःख भयो नि होइन। अफ रोड पुरै है धुलो बाटो, त्यही माथि बाइकले धोका दिएर हेर्नु है यति दुःखले पुग्यो नि। तर त्यहाँ पुगिसकेपछि चाहिँ मलाई त ठाउँ देखेर यस्तो राम्रो के खुसी लाग्यो कि वाउ भन्ने फिल भयो। हेर्नु न म त्यहाँ खुसी भएर पुरै कपाल उडाउँदै भिडियो बनाइरहेको छु कि है। यो भिडियो खिच्ने चाहिँ सानोले हो है। अनि अब यति राम्रो ठाउँमा गएपछि त भिडियो फोटोहरू त खिच्नै पर्यो नि होइन। हेर्नु न ठाउँ आफै अब हजुरहरू जानुभयो भने आफै थाहा पाउनुहुन्छ कि ठाउँ यति राम्रो छ। आफ्नो फ्यामिलीहरू लिएर जान सक्नुहुन्छ। फ्यामिली इन्भाइरोमेन्ट छ, त्यही माथि त्यो जङ्गलहरूको छेउमा भएर छुट्टै आनन्द आउँछ कि मनै आनन्द शान्ति फिल हुन्छ। त्यही भएर आफ्नो फ्यामिलीलाई लिएर जान सक्नुहुनेछ। यदि हजुरहरूलाई यो ठाउँको लोकेसन चाहिन्छ भने मलाई कमेन्ट गर्नु होला, म भिडियो बनाएर हालिदिन्छु है त। हस् बाई बाई साथीहरू।